नमस्ते, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज मैले मालपुवाको रेसिपी लिएर आएको छु। आउनुस् म कसरी बनाउँछु हजुरहरूलाई देखाउने छु। एउटा प्यानमा थोरै गरम दुध चाहिन्छ। हल्का गरम दुध गर्ने यसलाई। साथमै यता मैले थोरै रबडीको लागि दुध गरम गर्नु राखेको छु। यो दुधलाई चाहिँ गाढा गर्नुपर्ने हुन्छ। यो धिमी आँचमा गाढा गर्नुपर्ने हुन्छ यसलाई। यो रबडीको लागि दुध बोइल हुँदैछ। सानो टुक्रा इलायची पनि हालिदिने। पहिले नै हाल्यो भने चाहिँ दुध पाकेको हुँदैन थियो र फाट्नु सक्थ्यो। अहिले दुध मजाले पाकिसकेपछि दालचिनी पनि हालिदिने। अब यो बनेर रेडी भइसकेको छ। यसमा म 2 चम्मच चिनी लगाइदिन्छु। हजुरहरूले चिनी राख्नु पनि सक्नुहुन्छ, नराख्नु पनि सक्नुहुन्छ। स्वाद अनुसार मिठो लगाउनुहोस्। चिनी चाहिँ मैले पछि लगाउनुको कारण यो चिनी पहिले नै लगायो भने मुनि चिप्किनु सक्छ। लास्टमा लगाउनु भयो भने चिनी चिप्किदैन, मुनि दुध चिप्किनु पाउँदैन। अब यो बनेर रेडी भइसकेको छ, हेर्नु सक्नुहुन्छ। यो मजाले बाक्लो भइसकेपछि ज्यादा उम्लेर माथि जानु सक्दैन। अब यो रबडीको लागि एकदम पर्फेक्ट भइसकेको छ। अब यसलाई म यता चिसो गर्नु राखिदिन्छु। अब म यता मालपुवाको ब्याटर बनाउनु तयारी गर्छु। यसमा मैले 1.5 कप मैदा राखेको छु। त्यसमा म आधा कप मिल्क पाउडर राखिदिन्छु। अब मिक्स गरिदिनु यसलाई। साथमै म अलिकति काटेर राखेको नारियल लगाइदिन्छु। यसलाई पनि मिक्स गरिदिने। थोरै हरियो इलायचीको पाउडर राखिदिने। यसलाई अब एकचोटि मजाले मिक्स गरिदिनु। अब हल्का गरम गरेर राखेको दुध त्यसलाई हालिदिने। अलिअलि गर्दै मिक्स गर्नुपर्ने हुन्छ यसलाई।
यसलाई ज्यादा मोटो ज्यादै पातलो पनि बनाउनु हुँदैन। अब यो एकदम पर्फेक्ट मिक्स भइसकेको छ। यसलाई म यता साइड 5 मिनेटको लागि ढाकेर राखिदिन्छु। यो यतिको बनाउनु पर्ने हुन्छ। अब यता तेल गरम भइसकेको छ। यसलाई हामी लगाइदिन्छौँ। यता हल्का आँचमा बनाउनु पर्ने हुन्छ। अब यतिको भइसकेपछि हामी अर्कोपट्टि यसलाई फर्काइदिनु। सानो आँचमा पकाउनु भनेको कारण चाहिँ के हो भने ठुलो आँचमा पकाउनु भयो भने बाहिर जलेर रातो हुन्छ, भित्र पाकेको हुँदैन। धिमी आँचमा पकाउनु भयो भने चाहिँ भित्रैदेखि मजाले पाकेर सफ्ट भएर आउँछ। अब यो यतिको भइसकेपछि निकाल्दिने। सबै मैले बनाइसकेको छु। यो रेडी भइसकेको छ। हजुरहरूले घिउमा पनि बनाउन सक्नुहुन्छ। अब म यता थोरै यसको लागि चास्नी बनाउँछु। सानो ससपेनमा म यसलाई अब पानी बोइल गर्नु बसाइसकेको छु। साथमै म 2 चम्मच चिनी राखिदिन्छु। अब यो चिनीलाई मजाले पकाउनु पर्ने हुन्छ। हजुरहरूले थोरै यसमा मिठाईमा हाल्ने कलर राख्नु सक्नुहुन्छ। ज्यादा हैन, थोरै। अब यो बनेर रेडी भइसकेको छ। यसलाई ज्यादा मोटो पार्नु पर्दैन। आफ्नो हिसाबले यसलाई गर्दा हुन्छ। अब म अघि बनाएको यो सबै यहाँ लगाइदिन्छु। एक एक गर्दै डुबाउँदै म निकाल्छु बाहिर। यसरी सबै यसमा चास्नीमा डुबाउँदै निकालिदिनु। अब यो मालपुवा रबडी बनेर रेडी भइसकेको छ। हजुरहरूले पनि यसरी नै घरमा सरल तरिकाले बनाएर खानु सक्नुहुन्छ। म त यसरी होली मनाउँदैछु। हजुर, मालपुवा रबडी बनेर रेडी भइसकेको छ। यो खास गरी होलीको लागि बनाएको हो, मेरो नानीहरूको लागि। ह्याप्पी होली मेरो फ्यामिलीबाट। थ्याङ्क यू।